हेलो एभ्रिवान, आज चाहिँ हाम्रो सन्डे स्पेशल। आज मेरो नानीको पनि छुट्टी अनि मेरो बुढाको पनि छुट्टी, हस्बेन्डको पनि छुट्टी। अनि आज सिमल तरुल खन्ने, सिमल तरुल हाम्रो सिमल तरुल डे। आज के अरे दिदी? सिमल तरुल डे। काटकुट पारिसकेको छ। अब यसलाई फेरि उयो गर्नुपर्छ नि मम्मी, रोप्नुपर्छ नि मम्मी यसलाई। यो घाँस मम्मी रोप्नुपर्छ, त्यो यो गाईलाई दिनु पर्यो। अनि यो रोप्नुपर्छ मम्मी, पुरा रोप्नुपर्छ यो पालिमा अझै बेसी झन्। ल अब सिमल तरुल यहाँ दुईटा गाँठ छ, यहाँ एउटा। यो चाहिँ खन्ने हामी, यो खनेर हामी दिदी बहिनी सासू ससुरा बुढा नानी बाउला। ए दिदी बाउला पनि लगिदिनुपर्छ उसिनु भने पनि। ए तर उसिनु त उयो सुरु अब खनाइ ठुल्ठुलो छ कि अब आमा कि छोटो छ कि के हो? अरे वाह, ओरी वाह, कस्तो देखा दिदी घरको स्पेशल। यता होइन उता लाउने मान्छे दुईजना लाउने सासु ससुरा, अनि नाम चाहिँ बुहारीको। आमा कति रहेछ बसन्त, बेकार खनेको यो त हामीले होइन यस्तो के बाप्रे। अझै त्यहाँ छ इस टुक्रा। जय बजरंग बली। तर यो सुकिने गाछ पनि त ठुलो थियो नि त कि, त्यही भएर तरुल पनि ठुलो भएछ। गाईलाई काट्दै खिलाउँदै को मम्मी त्यता पनि सुन्ने गर्ने होला त चाहिँ होला न होला हाम्रो दिदी होला। कत्रो छ हेर त लु, फेदको खानु हुँदैन हो। लु हेर्नु त साथी हो कत्रो छ लु। आम्बो देखा दिदी खै त्यसलाई त बाबा दामी होला यो त है। आम्बो बाप्रे कत्रो यता गएको छ एउटा कता सानो फलेको रहेन रहेछ हौ। तानो अरे ला टुट्यो क्या बस्नु त? टुट्यो, सानो टुटेछ भरे टुडु अरे दिदी यहाँ पनि एउटा माल लडिरहेको छ। देखा दिदी दुईजना पनि ठुल्ठुलो। यता देखाउनु त दुईजना, मेरो दिदी र मेरो हस्बेन्ड। खै देखाउनु न दुईजना, देखाउनु त फेरि। आयो देखाउनु एकपल्ट। यो त सानो छैन त हौ बो। हाम्रो सिमल तरुल यस्तो भएको छ सिमल त। ला सरस्वती भन्न सरस्वती आज सकिन्छ भन्न सिमल तरुल हिँगे के बनाएर अरे होइन भयो भएपछि यस्तो मिहिनेत गरेर धुनु पर्दैन त। अब खोइ देखाउनु पर्छ कत्रो खसी सिमल तरुल यस्तो चाहिँ फल्छ। हेर्नु है साथी हो, तपाईँहरूकोमा कसकोमा यस्तो खतरा सिमल तरुल फल्छ। यस्तो दुईवटा ठुल्का बाबालाई उयो देखाउनु त बसन्त यस्तो सिधो छ। ओहो अब छिलाइ सुरु हुँदैछ हाम्रो सिमल तरुलको। आज छुट्टीको दिन भएर चाहिँ मैले चाहिँ ताकेको, किनकि छुट्टीको दिनमा त बुढा घरमा हुन्छ अनि काम साँझिदिइराखेको नि। उकिन्छ बस्नु हेर्नु त डर छ क्या हो, कस्तो छिप्पेको भएछ अन्त जरहट्टा परेको। ए लु है साथी हो, अब चाहिँ हामी सिमल तरुल मजाले केलाउने होइन, पकाउने अनि खाने है। आजको लागि चाहिँ यति नै, बाई बाई।